साथीहरू, यदि मैले तपाईँहरूलाई एउटा प्रश्न सोधेँ भने 10 वर्ष अघि तपाईँले देख्नुभएको कतिवटा सपना पुरा भयो? सायद केही भयो, सायद धेरै अधुरा छन्। तर किन? के तपाईँमा क्षमता थिएन? के भाग्यले साथ दिएन? के अवसर आएन? तर लेखक ड्यारियस फोरो लेख्नुहुन्छ, धेरै मानिसहरू सफल हुनुको कारण प्रतिभाको कमी होइन, उनीहरू असफल हुन्छन् किनकि उनीहरूको ध्यान सधैँ गलत ठाउँमा हुन्छ। आउनुहोस् आज हामी समीक्षा गरौँ फोकस अन वाट म्याटर्स नामक पुस्तकमा। आज पनि केही गर्न सकिन। के तपाईँको जीवनमा पनि यस्तो भइरहेको छ? यदि भइरहेको छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, किनभने हामीले आज एउटा यस्तो पुस्तकको कुरा गर्दैछौँ जसले तपाईँलाई व्यस्त जीवनबाट बाहिर निकालेर अर्थपूर्ण जीवन बाँच्न सिकाउँछ। हामी बिहान उठ्ने बित्तिकै मोबाइल खोल्छौँ, कसैले फेसबुक हेर्छ, कसैले टिकटक, कसैले इन्स्टाग्राम, कसैले युट्युब। हामी सोच्छौँ म 5 मिनट मात्र हेर्छु, तर जब घडी हेर्छौँ 1 घन्टा बितिसकेको हुन्छ। त्यसपछि हामी आफैलाई भन्छौँ आज पनि केही गर्न सकिन। ड्यारियस फोरो एक लेखक, उद्यमी र व्यक्तिगत विकास सम्बन्धी चर्चित विचारक हुन्। उनका लेखहरू विश्वभर लाखौँ मानिसहरूले पढ्ने गरेका छन्। उनको लेखन शैलीको विशेषता भनेको जटिल कुरा पनि अत्यन्त सरल र व्यवहारिक ढङ्गले बुझाउनु हो। उनले यस पुस्तकमा कुनै सफलताका सूत्रहरू दिएका छैनन्। उनले तपाईँलाई करोडपति बन्ने सपना पनि देखाएका छैनन्। बरु एउटा साधारण तर जीवन बदल्न सक्ने प्रश्न सोधेका छन्। तपाईँ आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरामा साँच्चै ध्यान दिइरहनु भएको छ? यो प्रश्न सुन्दा सजिलो लाग्छ, तर यदि हामी आफ्नो दैनिक जीवन निहाल्यौँ भने हामी दिनभर धेरै काम गर्छौँ, तर तीमध्ये कति काम साँच्चै महत्त्वपूर्ण हुन्छन्? धेरैजसो समय हामी सानो सानो काममा पनि व्यस्त हुन्छौँ कि जीवन बदल्ने ठुला कामका लागि समय नै बाँकी रहँदैन। हामी मोबाइलको नोटिफिकेसनमा तुरन्त प्रतिक्रिया दिन्छौँ, तर आफ्नै सपनालाई वर्षौँसम्म पर्खाइमा राख्छौँ। हामी अरूको जीवन हेर्न घन्टौँ खर्च गर्छौँ, तर आफ्नो जीवन निर्माण गर्न केही मिनट पनि निकाल्दैनौँ। यही विरोधाभासलाई लेखकले अत्यन्त सरल तर गहिरो रूपमा व्याख्या गरेका छन्। यस पुस्तकको सबैभन्दा ठुलो सन्देश एउटै हो, यदि तपाईँ कुनै कुरा गर्न खोज्नुहुन्न भने अन्ततः कुनै पनि कुरा राम्रोसँग गर्न सक्नुहुन्न। आजको संसारमा जानकारीको कमी छैन, समय पनि सबैसँग 24 घन्टा नै हुन्छ, तर किन कसैले आफ्नो लक्ष्य पुरा गर्छ र किन धेरै मानिस सधैँ व्यस्त भएर पनि असन्तुष्ट रहन्छन्? लेखकका अनुसार कारण एउटै हो, फोकस। व्यस्त हुनु र उत्पादनशील हुनु फरक कुरा हो। आज धेरै मानिसहरू आफूलाई व्यस्त देखाउन चाहन्छन्, कहिल्यै फुर्सद छैन, सधैँ काम छ। तर लेखक भन्छन् व्यस्त हुनु भनेको उत्पादनशील हुनु होइन। तपाईँ दिनभरि 12 घन्टा काम गर्न सक्नुहुन्छ, तर यदि त्यो कामले तपाईँको लक्ष्यमा योगदान दिँदैन भने त्यो केवल व्यस्तता हो। उदाहरणका लागि, यदि विद्यार्थीले दिनभरि किताब खोलेर बसे पनि मोबाइल चलाइरह्यो भने उसले धेरै समय पढाइमा बिताएको देखिन्छ, तर वास्तविक सिकाइ कति भयो? र ध्यान चोर्ने संसार। अहिले सोसल मिडियाहरूको बिगबिगीले गर्दा आजको संसारमा सबैभन्दा ठुलो प्रतिस्पर्धा पैसा होइन, तपाईँको ध्यान हो। प्रत्येक एप चाहन्छ तपाईँ अझ धेरै समय त्यसमा बिताउनुहोस्। प्रत्येक कम्पनी चाहन्छ तपाईँको ध्यान उतिरै आओस्। तर प्रश्न यो हो, यदि सबैले तपाईँको ध्यान नियन्त्रण गरिरहेका छन् भने तपाईँको जीवन कसले नियन्त्रण गरिरहेको छ? अब लेखक भन्छन् जुन कुराले तपाईँको ध्यान नियन्त्रण गर्छ त्यसले तपाईँको भविष्य पनि निर्माण गर्छ। धेरै मानिस भन्छन् समय छैन,
तर लेखक भन्छन् हामीसँग समयको कमी होइन, प्राथमिकताको समस्या छ। यदि कुनै कुरा तपाईँका लागि साँच्चै महत्त्वपूर्ण छ भने तपाईँ त्यसका लागि समय निकाल्नुहुन्छ र प्राथमिकता निर्धारण गर्ने कला चाहिन्छ। हामी मध्ये धेरै मानिस बिहान उठ्ने बित्तिकै अरूले पठाएको काम गर्न थाल्छौँ। कसैको फोन, कसैको मेसेज, कसैको इमेल, कसैको आग्रह र साँझ पर्दासम्म आफ्नै काम गर्न समय बाँकी नै रहँदैन। लेखक भन्छन् यदि तपाईँले आफ्नो दिनको योजना आफै बनाउनु भएन भने अरूले तपाईँको समय आफ्नो प्रयोजनमा प्रयोग गरिदिन्छन्। त्यसैले प्रत्येक बिहान आफूलाई एउटा प्रश्न सोध्नुहोस्, यदि आज मैले एउटा मात्र काम पुरा गर्न पाएँ भने त्यो कुन काम हुनेछ? त्यो काम सबैभन्दा पहिले गर्नुहोस्। सफल मानिसहरूको एउटा साझा बानी हुन्छ। सफल मानिसहरू धेरै काम गर्दैनन्, उनीहरू सही काम गर्छन्। धेरै उद्यमी, लेखक, वैज्ञानिक र खेलाडीहरूले आफ्नो दिनको सबैभन्दा ऊर्जावान समय एउटै महत्त्वपूर्ण कामका लागि छुटाउँछन्, किनभने उनीहरूलाई थाहा हुन्छ ध्यान सबैभन्दा मूल्यवान सम्पत्ति हो। र अर्को कुरा, हो भन्नुभन्दा होइन भन्न सिक्नुहोस्। जीवनको एउटा ठुलो समस्या के हो भने हामीले धेरै कुरा गुम्ने डरले सबै अवसर समात्न खोज्छौँ। तर लेखक भन्छन् हरेक होसँगै तपाईँले कुनै अर्को महत्त्वपूर्ण कुरालाई होइन भनिराख्नु भएको छ। यदि तपाईँ दिनभरि सबैको आग्रह मान्दै जानुभयो भने आफ्नो सपना पुरा गर्ने समय कहिले आउँछ? त्यसैले सफल मानिसहरूले आवश्यक पर्दा सम्मानपूर्वक होइन भन्न सिकेका हुन्छन्। र ध्यान भङ्ग गर्ने सबैभन्दा अर्को ठुलो शत्रु आज मोबाइल, सामाजिक सञ्जाल र निरन्तर आउने सूचनाले हाम्रो ध्यान टुक्रा टुक्रा बनाइसकेको छ। हामी 5 मिनेटमा एकपटक मोबाइल हेर्छौँ। काम गरिरहँदा पनि नोटिफिकेसन आयो भने ध्यान त्यतै जान्छ। यसरी हाम्रो मस्तिष्कले गहिरो रूपमा काम गर्ने क्षमता गुमाउँदै जान्छ। लेखकको सुझाव स्पष्ट छ, जब महत्त्वपूर्ण काम गर्नुहोस्, मोबाइल साइलेन्टमा राख्नुहोस्, अनावश्यक एप बन्द गर्नुहोस्, निश्चित समयसम्म एउटै काममा केन्द्रित हुनुहोस्। सानो सानो प्रगति नै ठुलो प्रगति हो। धेरै मानिसहरू ठुलो उपलब्धि खोज्छन्, तर लेखक सम्झाउँछन् सफलता कुनै एक दिनको चमत्कार होइन, यो साना साना दैनिक निर्णयहरूको परिणाम हो। यदि तपाईँ आज 1% राम्रो हुनुभयो, भोलि फेरि 1% राम्रो हुनुभयो, त्यसको प्रभाव 1 वर्षपछि अत्यन्त ठुलो हुन्छ। अनुशासन प्रेरणा भन्दा शक्तिशाली हुन्छ। हामी धेरैजसो प्रेरणा आउँदा मात्र काम गर्न चाहन्छौँ, तर प्रेरणा सधैँ रहँदैन। त्यसैले लेखक भन्छन् सफल मानिसहरू प्रेरणाको प्रतीक्षा गर्दैनन्, उनीहरूले प्रणाली बनाउँछन्। उदाहरणका लागि, यदि तपाईँ पुस्तक लेख्न चाहनुहुन्छ भने जब मन लाग्छ तब लेख्छु भन्ने होइन, बरु हरेक बिहान 30 मिनेट लेख्ने समय बनाउनुहोस्। जीवनमा स्पष्ट लक्ष्य किन आवश्यक छ? यदि तपाईँलाई कहाँ पुग्ने भन्ने नै थाहा छैन भने जुनसुकै बाटो पनि सही लाग्न सक्छ। त्यसैले आफ्नो जीवनका सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू लेख्नुहोस्। स्वास्थ्य, परिवार, करियर, आर्थिक अवस्था, व्यक्तिगत विकास र आफैलाई सोध्नुहोस् आज मैले गरेको कामले यीमध्ये कुन क्षेत्रमा योगदान दियो? यदि उत्तर कुनै पनि होइन हो भने चाहे तपाईँ आफ्नो ध्यान गलत ठाउँमा खर्च गरिराख्नु भएको छ। मानिसहरू किन आफ्नो सपना पुरा गर्न सक्दैनन्? साथीहरू, यदि म तपाईँलाई आज एउटा प्रश्न सोधुँ, 10 वर्ष अघि तपाईँले देख्नु भएको कति सपना पुरा भयो? सायद केही भयो, सायद धेरै अपुरा छन्। तर किन? के तपाईँमा क्षमता थिएन? के भाग्यले साथ दिएन? के अवसर आएन? तर लेखक भन्नुहुन्छ धेरै मानिस असफल हुनुको कारण प्रतिभाको कमी होइन, उनीहरू असफल हुन्छन् किनकि उनीहरूको ध्यान सधैँ गलत ठाउँमा हुन्छ। हामी किन सजिलो बाटो रोज्छौँ? मानिसको दिमागले सजिलो काम गर्न चाहन्छ। मोबाइल चलाउन सजिलो छ, सामाजिक सञ्जाल स्क्रोल गर्न सजिलो छ, अरूको आलोचना गर्न सजिलो छ, तर एउटा पुस्तक पढ्न, नयाँ सिप सिक्न, व्यायाम गर्न, व्यवसाय सुरु गर्न यी सबै गाह्रो हुन्छ।
त्यसैले हाम्रो दिमाग सधैँ सजिलो विकल्पतिर दौडन्छ। तर लेखक भन्छन् जुन काम अहिले गाह्रो लाग्छ त्यसैले नै भविष्यमा सजिलो बनाउँछ। तपाईको जीवनको दिशा कसले निर्धारण गर्छ? धेरै मानिसले भन्छन् मेरो भाग्य खराब छ, समय राम्रो छैन, अवसर पाइन। तर लेखकको विचार फरक छ। उहाँ भन्नुहुन्छ भाग्यले केही ढोका खोल्न सक्छ, तर त्यो भाग्यबाट भित्र पस्ने कि नपस्ने त्यो तपाईको निर्णय हो। दैनिक साना निर्णयहरूको शक्ति कल्पना गर्नुहोस्। एउटा मानिसले हरेक दिन 30 मिनेट पढ्छ, अर्को मानिसले त्यही 30 मिनेट टिकटक हेर्छ। आज त फरक पर्दैन, एक महिनामा पनि खासै देखिँदैन, तर 5 वर्षपछि एकजना ज्ञानले भरिएको हुन्छ भने अर्को हजारौं भिडियोले हेरेको हुन्छ, तर जीवन त्यहीको त्यही नै हुन्छ। त्यही साना निर्णयहरूले भविष्य बनाउँछन्। र तुलना गर्ने बानी आजको सबैभन्दा ठुलो रोग के हो? लेखक अनुसार कम्प्यारिजन। अरूको सफलता हेरेर आफूलाई कमजोर ठान्ने, अरूको घर, अरूको गाडी, अरूको तलब, अरूको जीवन। तर हामीले एउटा कुरा सधैँ बिर्सन्छौँ, हामी अरूको सबैभन्दा राम्रो क्षणसँग आफ्नो सबैभन्दा कठिन समय तुलना गरिरहेका हुन्छौँ। त्यो कहिले न्यायपूर्ण तुलना हुँदैन। धेरै लक्ष्य कि एउटै लक्ष्य? हामी भन्छौँ व्यायाम पनि गर्छु, अङ्ग्रेजी पनि सिक्छु, व्यवसाय पनि गर्छु, युट्युब पनि चलाउँछु, सेयर बजार पनि हेर्छु, तर अन्त्यमा केही पनि राम्रोसँग हुँदैन। किन? किनकि ध्यान टुक्रिएको हुन्छ। लेखक भन्नुहुन्छ एक समयमा एउटा ठुलो लक्ष्य, त्यसलाई पुरा गर, त्यसपछि अर्को सुरु गर। जीवनमा शान्ति कसरी आउँछ? धेरै मानिस पैसा भएपछि खुसी हुन्छु भन्छन्, तर धनी मानिसहरू पनि तनावमा हुन्छन्। किन? किनकि शान्ति बाहिरबाट आउने कुरा होइन। शान्ति आउँछ जब तपाईँलाई थाहा हुन्छ म सही दिशामा अघि बढिरहेको छु। लेखकले सिकाउन खोजेको सबैभन्दा ठुलो पाठ चाहिँ जीवन छोटो छ, हामीसँग समय सीमित छ। त्यसैले अरूले के सोच्छन् भन्ने चिन्तामा जीवन बिताउनुको सट्टा आफ्नो उद्देश्यमा ध्यान दिनुपर्छ। पहिले तपाईँले सबैलाई खुसी पार्न खोज्नुभयो भने आफूलाई कहिल्यै खुसी बनाउन सक्नुहुन्न। यसमा चाहिँ मेरो व्यक्तिगत समीक्षा चाहिँ के छ भने यो पुस्तक पढ्दा मलाई सबैभन्दा मन परेको कुरा यसले कुनै ठुलो दार्शनिक भाषा नै प्रयोग गर्दैन, न त अवास्तविक सपना देखाउँछ। यसले सानो सानो व्यवहार परिवर्तन गरेर ठुलो परिणाम कसरी ल्याउन सकिन्छ भन्ने कुरा सिकाउँछ। मलाई लाग्छ आजको डिजिटल युगमा यो पुस्तक धेरै आवश्यक छ, किनकि हाम्रो सबैभन्दा ठुलो समस्या समयको कमी होइन, ध्यानको चोरी हो। हामीलाई मोबाइलले होइन, हाम्रो बानीले नियन्त्रण गरिरहेको छ। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ, व्यवसाय गर्न चाहनुहुन्छ, युट्युबमा सफल हुन चाहनुहुन्छ, जागिर गर्नुहुन्छ, आफ्ना लक्ष्यहरू बारम्बार अधुरा भइरहेका छन् भने यो पुस्तकले तपाईँलाई सोच्ने नयाँ दृष्टिकोण दिन सक्छ। तपाईँको भविष्य कुनै ठुलो निर्णयले मात्र होइन, आज तपाईँले आफ्नो ध्यान कहाँ लगाउनु भयो भन्ने साना निर्णयहरूले बनाउँछ। जीवनमा सबै कुरा गर्न खोज्न आवश्यक पनि छैन, तर जुन कुरा साँच्चै महत्त्वपूर्ण छ त्यसलाई कहिल्यै नछोड्नुहोस्। समय सीमित छ, ऊर्जा सीमित छ, जीवन पनि सीमित छ। त्यसैले फोकस अन व्हाट म्याटर्स, महत्त्वपूर्ण कुरामा मात्र ध्यान दिनुहोस्, किनकि एक दिन तपाईँ पछाडि फर्केर हेर्दा यही निर्णयहरूले तपाईँको जीवनको कथा लेखेका हुनेछन्। यदि तपाईँलाई आजको समीक्षा मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। कमेन्टमा एउटा प्रश्नको उत्तर दिनुहोस्। आजदेखि तपाईँ आफ्नो जीवनको कुन एउटा महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्ने निर्णय गर्दै हुनुहुन्छ? अर्को उत्कृष्ट पुस्तक समीक्षा लिएर छिट्टै भेट्नेछौँ। धन्यवाद।